आज चाहिँ अरू दिनको भिडियोहरू भन्दा अलिकति लामो नै भिडियो बने जस्तो छ साथीहरू, यसो अल्छी नमानिकन हेरिदिनु होला। हेलो हाई अनि मेरो पुन्टुर एन्ड मिनी ब्लगमा हजुरहरूलाई स्वागत छ। म चाहिँ आज अलिकति लामो भिडियो लिएर आएँ किनकि आज मेरो काममा जानुभन्दा अगाडिदेखि म के गर्छु र पछाडि आएपछि कति के काम गर्छु र आफ्नो जिम्मेवारीहरू कसरी म निभाउँदैछु भनेर यसो अलिअलि भिडियोहरू बनाएर हालेको छु। आज चाहिँ बिहानै उठेर म आफूलाई यसो फ्रेस ब्रस गरिसकेपछि यसो वरिपरि घर आँगन बढालेर मैले चिटिक्का पारेँ। त्यति गरिसकेपछि यसो पोछा पनि लगाइदिनु पर्यो। अलिकति धेरै नै भएको थियो क्या पोछाहरू नलागो, किनकि दुईजना मात्र छौँ न त, घरबडी पनि हुनुहुन्न अनि दुईजना मात्र हुँदा त्यति धेरै फोहोर त हुँदैन, त्यही पनि धुलोहरू उडेर आइरहेको हुन्छ। त्यति गरिसकेपछि मैले पोछाहरू लाउन थालेँ। तपाईँहरू चाहिँ कसरी दिनहरू बिताउनुहुन्छ? म चाहिँ बिहान आफ्नो कामसाम सकेर फेरि पनि ड्युटीमा जाने गर्छु। बिहान 9 बजेदेखि म बेलुका 7 बजेसम्म काममा जान्छु। त्यसपछि फेरि पनि आएर आफ्नै घर धन्दाहरू सम्हाल्छु। तपाईँहरू चाहिँ कसरी दिन बिताउनुहुन्छ? अनि म चाहिँ यसरी नै मेरो चाहिँ कामको ड्युटीको फोटो भिडियोहरू हाल्दिनँ किनकि काममा त्यति धेरै मोबाइल पनि चलाइँदैन, चलाउन पनि मिल्दैन। त्यति गरिसकेपछि मैले फेरि फुलबारीमा पानी हाल्न थालेँ। कति धेरै पानी सुक्खा लागिरहेको थियो क्या अगाडिको फुलहरू, अनि फुलहरूमा अगाडि पाइप निकालेर पानी हाल्न लगाएँ। अनि पानी हालेपछि भित्र पनि फुलहरू छ नि त, फुलहरूमा मैले पानी त्यो हाल्न लागि त्यति धेरै स्याहार सुसार त गर्नु पर्दैन फुलहरूमा, त्यही पनि कहिलेकाहीँ पानी चाहिँ हालिराख्नुपर्छ। त्यति गरिसकेपछि म चाहिँ खानासाना पकाउनलाई रेडी भएँ किनकि काममा जानलाई फेरि ढिलो भइहाल्छ क्या, 9 बजे त काममा पुग्नु नै पर्छ जसरी भए पनि भनेर मैले हतार खाना पकाउनलाई थालेँ। उता खाना बनाइसकेपछि यता सब्जीहरू पनि घिरौला आज बनाउनु पर्यो भनेर मैले घिरौलाहरू काटेँ। घिरौला चाहिँ कहिलेकाहीँ मात्र खान्छु क्या साथी, म चाहिँ त्यो खासै मन पर्दैन घिरौला चाहिँ। अनि कहिलेकाहीँ यसो मुख मिठो पारेर मात्र खान्छु। अनि त्यता काममा जान रेडी भइसकेपछि काममा पनि गएँ। म काम गरेर फर्किसकेपछि कति धेरै जिउहरू थाकिरहेको हुन्छ, गलिरहेको हुन्छ, तर पनि एकैछिन बसेर म फेरि पनि उठेर आफ्नो कामतिर लागेँ। फ्रेस भयो। अनि आज के पकाउनु सब्जी मैले के ल्याएको छु भनेर यसो झोला फर्काएर हेरेको, अनि झोलामा साग लिएर आएको रहेछु, त्यसरी निकालेर राखेँ। अनि त्यही पकाउनु पर्यो भनेर दाल साल बसायो अरे। यति गर्दा फेरि 9 साढे 9 बज्छ क्या खानासाना बनाउँदा खाँदा त 10 बज्छ। अनि यो भिडियोहरू एडिट गर्दा त थुप्रै टाइम लाग्छ। अनि त्यही भएर म चाहिँ एकैछिन पनि नबिसाइकन खानाहरू बनाउनतिर लागेँ। अनि हजुरहरूको दिन चाहिँ कसरी बित्छ? मेरो दिन चाहिँ यसरी नै बित्छ। अनि कामहरू यसरी नै मेरो चलिरहेको छ, के गर्नु, यस्तै त हो जिन्दगी। अनि यसो फ्रिजमा हेरेको, अनि लौका पनि रहेछ अलिकति सुक्न आँटेको रहेछ, त्यही पनि अलिकति निकालेर अनि आलु मिसाएर सब्जी बनाइदिनु पर्यो आज चाहिँ भनेर मैले यसलाई पनि निकालेर चट्टासँगले काट्न लागेँ है त। अनि यो चाहिँ कहिलेकाहीँ खाँदाखेरि मिठो हुन्छ। मलाई चाहिँ त्यति धेरै रेगुलर खाना मन पर्दैन, कहिलेकाहीँ यसो आलु मिसाएर अनि अरू सब्जी छ भने खाना चाहिँ मनपर्छ पिरो बनाएर, नभए त खासै धेरै मन पर्दैन। को हुनुहुन्छ यस्तो चुजी खालको? आज चाहिँ मैले यसमा सब्जी बनाएँ। अनि मैले खाना चाहिँ आज तपेसमा बनाएँ किनकि सकेसम्म हेल्दी नै खाउँ भनेर मैले चाहिँ सानो पित्तलको भाँडाहरू लिएको छु कि त्यसमा मैले खानासाना बनाएँ। खाना पनि रेडी भयो। त्यति सकेपछि दाल साल झाने, मैले दाल कसले झाने गर्नुहुन्छ, मलाई चाहिँ दाल झानेको एकदमै मनपर्छ। अनि खानाहरू पनि रेडी भइसकेको थियो मेरो, सब्जी पनि यता पाकिसकेको थियो, सब्जी उता पाकी सबै थोक खानासाना पाकी सब्जी निकालेर सबै थोक राखेँ। अनि उता खाना सेलाउँदै गर्छ भनेर मैले यतातिर चुला पनि पुस्न लागि खाना पकाइसकेपछि यसो साफसुग्घर गरेपछि भोलि बिहानै उठेर यसो हेर्दाखेरि कति राम्रो लाग्छ नि त, जाँगर चल्छ खाना बनाउन भनेर मैले बेलुकै सफासुग्घर गरेँ। यति गरिसकेपछि फेरि अनि कस्तो जिउ थाके जस्तै भयो क्या, जिउ थाके जस्तो भयो। भित्र गएर एकछिन बसेँ अर्को रुममा। अनि के को बस्नु, फेरि उठेर यसो हेरेको पहेँलो फुलको पत्ताहरू देखेँ क्या, त्यसलाई पनि चुडाइहालेँ। त्यसपछि खाना खानै बेला भयो मेरो चाहिँ। अनि खानासाना खाइयो बेलुकाको। त्यति खाइसकेपछि अनि उता हाम्रो सरजीले चाहिँ अनि यसो धन्दापत्ता गरिदिनु भयो। म चाहिँ बिहानको लागि यसो यो चाहिँ आलसको छोप मैले भिजाएर राखेँ बिहान खानालाई, जिउको लागि धेरै नै राम्रो हुन्छ। त्यति गरिसकेपछि मेरो त स्किन केयर त गर्नै पर्यो, नाइट स्किन केयर। म यति नगर्जेलसम्म त मेरो कामै सके जस्तो लाग्दैन क्या। अनि यति सकुन्जेलसम्म चाहिँ अनि ढुक्क लागेर आउँछ कि आज चाहिँ मेरो सुत्ने बेला भयो भन्थे। अनि यति गरिसकेपछि मेरो चाहिँ आज दिनभरिको रुटिनहरू सकिन्छ। अनि मजाले सुत्ने हो है। हजुरहरू कसरी बिताउनुहुन्छ? मेरो चाहिँ यसरी नै दिनहरू बितिरहेछ। हजुरहरूको दिन पनि राम्ररी बितोस्, राम्रो होस्, हस् त है।
मेरो चाहिँ यसरी नै बित्छ। गुड नाइट सबैलाई अनि गुड बाई पनि है। हजुरहरू सबैलाई स्किन केयर गर्ने गर्नुहोस्। म जस्तै राति जतिसुकै बजे पनि स्किन केयर गर्न चाहिँ छोडी